पहिला चाहिँ 2 किलो चामल, 4 किलो दाल, 2 जोर कुर्ता, एउटा साडी बोकेर त आउँथे त पारीबाट, हैन? अब एउटा छिमेकी भएको नाताले त्यहाँबाट बोर्डर नजिक पर्छ र भारतसँग हाम्रो सम्बन्ध पनि राम्रै छ त। त्यहाँबाट बिना पासपोर्ट हामी गइरहेका छौँ र गएपछि त 2 प्याकेट चिप्स त बोकेर ल्याउँछ नि, हो? ल्याउँदैन छोराछोरीलाई भनेर, घरकोलाई भनेर एउटा साडी एउटा कुर्ता लिएर आउन पनि यो 100 रुपियाँको सम्म मात्र ल्याउने, 100 रुपियाँदेखि यो भन्सार लाउने, जुन कर लगाउने व्यवस्था छ, यो एकदमै गैर वैज्ञानिक छ। र यहाँ मैले यो कुरा आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दा एकजनाले त्यो सरकारी ऐन, त्यति बेलाको ऐन नै मलाई पठाएको छ। त्यो ऐन चाहिँ कहिलेको रहेछ भने 2016 सालको, बिपी कोइराला प्रधानमन्त्री भएको बेलाको हो। 16 सालको ऐन 100 रुपियाँसम्म सामान ल्यायो भने भन्सार लगाउने, त अहिले त्यो सान्दर्भिक छ। त्यति बेला सुन 1 तोलाको 100 रुपियाँ हो भने अहिले सुन 1 तोलाको 3 लाख पुगिसक्यो। त्यो हिसाबले त अहिले 3 लाखसम्म सामान ल्याए पनि फ्रीमा दिनुपर्छ क्या, यदि ऐनलाई मान्ने हो भने। अनि 16 सालको ऐन अहिले लागू भएर अहिले कति दुःख भइरहेछ। 2 प्याकेट चाउचाउ, 2 प्याकेट चिप्स ल्याएको मान्छेको त्यहाँ भन्सारमा सबै छाताछुल्लो गरेर फालेर हिँड्नु भएको छ। यो चाहिँ अत्यन्तै गमी छ। यस्तो कुरामा ल्याउनुहोस् न त अध्यादेश रातारात, हैन? के आइपरेर त्यस्तो छिटो ल्याउनु भन्दा यस्तो कुरामा ल्याउनु। अर्को कुरा, जडीबुटीलाई व्यापार गर्न एकदमै गाह्रो छ, किनभने जडीबुटीलाई पनि अन्य कमोडिटी सरह व्यापार व्यवसाय गर्न पाउने नीति ल्याउनुपर्छ। यो नीतिगत झन्झटिलो छ क्या। हामीसँग शिलाजित छ, रातो च्याउ छ, केटुकी छ, थुप्रै छ त। जडीबुटी त अपार भण्डार हो नि त। कर्णाली भयो, सुदूरपश्चिम भयो, हिमाली भेगमा, यार्सा गुम्बादेखि लिएर यिनीहरूले चाहिँ हामीले किन सहज रूपमा हामीले मार्केटिङ गर्न सकेनौँ? किन सर्वसाधारणले शिलाजित किनेर खान सक्दैनौँ? त्यो पहुँच छ के? त्यो जुम्लाबाट ल्याएको मान्छेले त्यो झोलामा पोकामा राखेरै बेच्नुपर्ने हो शिलाजित? हामीले किन पसलमा किन्न पाउँदैनौँ? त्यसको पनि व्यवस्था गर्नु पर्यो, किनभने त्यसमा चाहिँ नीतिगत समस्या छ, झन्झटिलो। त्यो नीतिगत समस्यालाई हामीले समाधान गरेर शिलाजित जस्तो जडीबुटीहरूको चाहिँ व्यापार व्यवसाय र निर्यात गर्ने वातावरण हामीले निर्माण गर्नु पर्यो। अर्को कुरा, बिचौलियाको कुरा। म पनि कृषि भएको हुनाले हामीले भक्तपुरमा सस्तोमा 30 रुपियाँ किलो मुला बेचेको काठमाडौँ ल्याएपछि 70-80 100 रुपियाँ पनि पुग्छ, होइन? बिचौलियाको अन्त्य गर्नु पनि अलिक गाह्रो छ। अहिले हाम्रो मानिसले अन्त्य गर्ने कुरा पनि भन्नुभएको छ। अन्त्य गर्न चाहिँ अहिले कसरी गाह्रो हुन्छ भने, जसरी अब भक्तपुरबाट काठमाडौँमा काँक्रो 2 किलो 4 किलो काँक्रो बोकेर काठमाडौँमा पानीसुना बेच्न ल्याउँदा त्यो गाडी भाडादेखि लिएर त्यो वैज्ञानिकै भएन कि। आफ्नो थोरै सामान लिएर बजार ल्याउनेलाई चाहिँ त्यो भएन। तर चाहिँ हामीले के गर्नु पर्यो भने, अब हामीले जसरी ब्याङ्कमा बेसिक रेटमा कति % बढाएर मात्र लिन पाउँछ नि त ब्याज, त्यस्तै भनेर चाहिँ कृषिमा पनि एउटा कृषि कमोडिटीहरूको एउटा फिक्स रेट तोकौँ। त्यसले गर्दा किसानलाई पनि मार्न परोस्। अहिले चाहिँ के छ, किसानले चाहिँ एकदमै सस्तोमा बेच्नुपर्ने, आफ्नो लागत मूल्य पनि नपाउने, उपभोक्ताले महँगो तिरेर खानुपर्ने, होइन? अनि बिचौलियाले धेरै मार्जिन राख्ने। त्यसको चाहिँ अन्त्य हुनुपर्छ। बिचौलियाले अन्त्य गर्नुभन्दा पनि एउटा चाहिँ व्यवस्थापन गरौँ, वैज्ञानिक रूपमा व्यवस्था गरौँ। र अर्को मलाई भन्नै मन लागेको, हामी स्थानीय उत्पादनको प्रवर्धन किन नगर्ने? महात्मा गान्धीले त चलायो त उहिले, होइन? चर्खा आन्दोलन भने जस्तै हामी चाहिँ आफ्नो प्रोडक्सन हामी किन नगर्ने? ल हामी आफै ममा गरौँ, आफूले छातीमा हातमा राखेर हामी यहीँ भएका जतिले पनि